हेलो एभ्रिवान। फर्स्ट टाइम बर्ड ल्याएर पाल्ने सोच्दै हुनुहुन्छ भने चाहिँ के कुरामा ध्यान दिनुपर्छ भनेर मैले यो बेसिक कुराहरू चाहिँ राखिदिएको छु, हेरिदिनु होला। पहिलो कुरा भनेको चाहिँ केज नै हो हैन। केज लिँदाखेरि चाहिँ यस्तो फ्यान्सी टाइपको डिजाइन भएको चाहिँ सकेसम्म नलिनु होला। लिइसकेपछि चाहिँ यो रेक्ट्याङ्गल सेपमा आउने हुन्छ नि केज, सकेसम्म जति ठुलो लिनुभयो त्यति नै राम्रो हो। जे होस् अलिकति चल्न सजिलो हुने सिम्पल खालकै लिनु होला केज चाहिँ। अनि अर्को कुरा भनेको चाहिँ यो केजमा आउने प्लास्टिकको पर्स र यो प्लास्टिकको भाँडाहरू आउँछ नि, त्यसलाई चाहिँ घरमा ल्याइसकेपछि चेन्ज गरेर काठको यो ब्रान्चहरू पाउँछ नि, सकेसम्म चाहिँ सबै कुरा नेचुरल नै राखेको राम्रो कि यो माटो काठहरू भनेको बर्डको लागि एकदम सेफ हुन्छ नि त। ब्रान्च राख्दाखेरि पनि बर्डको लागि सेफ छ कि छैन त्यो चाहिँ रिसर्च गरेर मात्रै राख्नु होला। अनि अर्को कुरा भनेको चाहिँ केजमा राख्नुपर्ने टोइजहरू होइन, खेलौनाहरू राखिदिनु पर्ने हुन्छ। त्यो खेलौना पनि सकेसम्म काठकै धेरै जस्तो खेलौनाहरू आउँछ होइन, काठ कागजहरू यस्तो सबै बर्ड सेफ कुराहरू मात्रै राखिदिनु होला। त्यो चाहिँ किन पनि राख्नु जरुरी छ भने चाहिँ उनीहरूको यो मुखको एक्सर्साइज भएन भने चाहिँ यसरी बिक लामो भएर आउँछ कि उनीहरूको, त्यो नेचरमा नै उनीहरूलाई त्यही चपाउनकै लागि दिएको कुरा हो नि त त्यो होइन। अनि त्यही भएको भएर हामीले त्यस्तो कुराहरू चाहिँ एकदम ध्यानमा राख्नुपर्ने हुन्छ। अनि खानाको कुरामा चाहिँ उनीहरूलाई दिनभरिमा सफ्ट फुड र हार्ड फुड चाहिँ मिलाएर दिनुपर्ने हुन्छ। यो चाहिँ सफ्ट फुडमा पर्छ होइन। यो चाहिँ मैले राति भिजाएर अनि भोलिपल्ट दिने गर्छु। यसमा चाहिँ गहुँ मकै मुङको दालहरू यस्तो यस्तो कुराहरू मिक्स छ। यो चाहिँ मर्निङ टाइममा दिएको राम्रो हो, जस्तै 7-8 बजीतिर। अनि डे टाइम र इभिनिङतिर चाहिँ सिडहरू दिएको राम्रो हो। हार्ड फुडमा पर्छ त्यो सिडहरू चाहिँ। यो बजी लभबर्ड ककाटेल यिनीहरूको चाहिँ सानो खालको दाना आउँछ कि उनीहरूको छुट्टै आउँछ दाना चाहिँ, त्यो सिड कम्पलसरी नै हो उनीहरूको लागि, त्यो दिनै पर्छ। त्यसको सट्टामा अरू केही खाना दिन्छु भनेर त्यसरी चाहिँ हुँदैन, त्यो सिड चाहिँ चाहिन्छ नै। अनि त्यो सँगै चाहिँ बरु दिउँसोको टाइममा चाहिँ मैले फ्रुट्सहरू दिन्छु कि सिजनल फ्रुट्स र भेजिटेबल्सहरू चाहिँ बर्डहरूलाई मिलाएर दिनुपर्ने हुन्छ। दिउँसोको टाइममा त्यही पालङको साग, गाजर, यस्तो मटरको सागहरू यिनीहरू हुन्छ नि, यस्तोहरू दिन मिल्यो। अनि हार्ड बोइल एग हुन्छ नि, त्यो हार्ड बोइल गरेको अन्डा त्यो पनि दिन मिल्यो। अनि हप्तामा 2-3 चोटि चाहिँ यसरी भात पनि दिन्छु म चाहिँ, कहिले त्यो गरेर चेन्ज गरी दिन्छु। डेली एउटै खाना भयो भने चाहिँ यो बर्डले पनि खाना मान्दैन कि, उनीहरूलाई दिक्क लाग्छ दिनकै एउटै खाना भयो भने। अनि अर्को कुरा भनेको चाहिँ उनीहरूलाई स्ट्रङ स्मेलहरूदेखि चाहिँ एकदम टाढा राख्नुपर्ने हुन्छ। जस्तै नेल पलिस रिमुभरको स्मेल भयो होइन, नेल पलिसहरू, पर्फ्युम्सहरू यस्तो कुराहरूदेखि चाहिँ धुवा धुलो यस्तो कुराहरू चाहिँ उनीहरूलाई एकदमै हार्मफुल हुन्छ। त्यही भएर त्यस्तो कुराहरूबाट चाहिँ एकदम बचाउनु होला। अनि मेन भनेको चाहिँ पानी दिँदाखेरि चाहिँ कहिले पनि केजमा पानी र दाना गरेर त्यसरी छोडेर चाहिँ नराखिदिनु होला कि, किनभने पानी उनीहरूलाई दिनभरि छोडिदिने गर्नुभयो भने चाहिँ उनीहरूले त्यसमै आजी गरेर त्यही पानी त्यो एकदम इन्फेक्टेड हुन्छ नि, त्यस्तो पानी खान्छ। उनीहरूको बिरामी हुने मेन रिजन भनेको चाहिँ एउटा यही नै हो कि पानीमा यसरी पुप हुन्छ होइन। अनि त्यसपछि यही पानी खाएपछि उनीहरू बिरामी हुने हो कि। पानी दिँदाखेरि चाहिँ जहिले पनि अलिकति वार्म खालको पानी दिनु होला। अनि त्यसपछि 5 मिनट जति दिनु होला पानी खानलाई, जति खान्छ त्यसपछि निकालिदिइहाल्ने गर्नुपर्छ कि, दिनभरि त्यसमै राखिराख्नु चाहिँ हुँदैन। अनि उनीहरूलाई सुत्ने बेलामा चाहिँ केजमा कभर गरेर सुताउनु पर्ने हुन्छ होइन, ब्ल्याङ्केटले अथवा केही बाक्लो कपडाले चाहिँ पुरै कभर गरेर बेलुकातिर चाहिँ सुताइदिनु होला, न्यानो हुने गरी। न्यानो पनि होस्, अनि उनीहरू अँध्यारोमा सुत्छ कि, उज्यालो भयो भने चाहिँ उनीहरूलाई डिस्टर्ब हुन्छ। सो त्यही नै हो। अब सबै बेसिक कुराहरू चाहिँ मैले भनिदिएको छु जस्तो लाग्छ। मैले केही कुरा भन्न छुटाएको छु। अब केही कुरा तपाईँहरूलाई सोध्नुपर्ने छ भने चाहिँ प्लिज कमेन्ट गरिदिनु होला, म नेक्स्ट टाइम फेरि अर्को भिडियो बनाएर हालिदिनेछु। अनि यस्तै बर्ड रिलेटेड भिडियोहरू हेर्न मन छ भने चाहिँ हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ, बाई बाई।